ल यहाँ चाहिँ दुईटा पुल चाहिँ एक आपसमा छुट्टिसक्यो। अब यहाँ चाहिँ त्योसँगले परदेखि आउँदैछ के जहाज बडी बिल्डर अब के आउँदैछ अरे यहाँ त पुलिसहरूले स्कटिङ गरेर गर्छ है क्या 2-4 महिना होइन एकछिन न ल हेर्नुहोस् है गाई जो यो बिच्चाको चाहिँ यो टावर ब्रिजको बिच्चाको भाग उठ्यो। अब उतादेखि आउँदैछ एउटा के भन्छ यही छिर्नको लागि चाहिँ यत्रो गर्नुपर्छ किनभने त्यो त छिर्दा छिर्थ्यो होला तर त्यसको त माथिको सिन्का जस्तो उठाएको अब झऱ्यो सर हेरौँ है कसरी हुँदो रहेछ यहाँ विकसित देशमा चाहिँ यसरी हुन्छ तर नेपालमा कहिले हुने हो यस्तो बिस्तारै झर्दैछ त्यही भएर अब खुलेको ठ्याक्कै जोडिन्छ पनि उता र यताको गाडीहरू त्यसपछि पासिङ सुरु हुन्छ। ल बोट चाहिँ ससाना बोट हो पानी जहाज होइन बोट हो।